तपाईँको पशुमा काम गर्दाखेरि चाहिँ होइन ध्यान दिनुपर्ने कुरो 1 नम्बरमा गमबुट लगाउनुहोस्, 2 नम्बरमा यो चाहिँ डक्टरको पोसाक हो मान्छेलाई होइन, खासमा चाहिँ जसले लगाउँदा पनि हुन्छ। पशुमा काम गर्ने फोहोर छेक्नलाई लगाउँदा हुन्छ भाइरसहरू होइन। त्यस पछाडि पन्जा अनिवार्य है, अनिवार्य पन्जा लगाएर त्यसरी रेडी हुनुहोस्। पहिला एक सलुट नै त्यसरी रेडी हुनुहोस्। त्यस पछाडि तपाईँको मास्क चाहिँ अनिवार्य। त्यसो गरेर त्यसलाई मास्क भनिन्न यार तपाईँ। यो मास्क यो अब छनरी छैन र पनि यसरी मास्क चाहिँ गोलिया चाहिँ झिक्न मिल्दैन भन्नु मास्क चाहिँ लगाएर गोलिया छ कि झिक्न मिल्दैन कि बोक अब लगाएको। तपाईँलाई म आज सिकाइदिन्छु हेर्नुहोस्। तपाईँ अब पशुपाल्ने मान्छे, तपाईँ पशुपाल्ने मान्छेलाई औषधिको बारेमा अलिकति ज्ञान दिन्छु होइन, जानकारी छोटो मिठो जानकारी होइन। तपाईँको यो सुई हो, सानो ठुलो धेरै साइजमा पाइन्छ यो होइन। यो चाहिँ तपाईँको जनावरको कति भित्रसम्म हान्ने भन्ने हिसाबले साना ठुला सबै हुन्छन् ती होइन। सुईको साइज हान्ने हो। अब यो चाहिँ तपाईँको पानीमा घोलेर खुवाउने औषधि हो। हेर्नुहोस्, यसले चाहिँ ज्वरो आएको काम चाहिँ यसले यरकाजी गर्छ। यरकाजी होइन, सबै थोक यी दुईवटा औषधि हुन्। गाई बाख्रा कुखुरा बङ्गुर होइन, सुँगुर राङ्गा हरेक कुरालाई काम गर्दै तपाईँको यो औषधि पनि, यो औषधि चाहिँ तपाईँको फेरि ठ्याक्कै भन्नुपर्दा यसरी मिसाएर हालेपछि चाहिँ ठ्याक्कै मर्दैन, मर्नै बन्द हुन्छ। हेर्नु जेलाई खाने पनि मर्दैन कि, एक दिन भए पनि बाँच्छ कि, मार्यो 1 घन्टा भए पनि बाँच्छ कि। मार्यो जिउलाई चाहिँ सुइहाल्नु भएको छ भने 1 घन्टा बढी भए पनि बाँच्छ। त्यति नै हो यसको काम होइन, बुझ्नुभयो नि। 3टा मिक्स हालेर यो यसरी मिक्स हान्नु होला होइन, यो चाहिँ मिक्स हान्नु हुँदैन फेरि। यो चाहिँ खतरा औषधि हो फेरि। यो मिक्स हान्नु हो भने चाहिँ तपाईँको पशु 1 घन्टा होइन, आधी घन्टा होइन, हानेको 10 मिनटमा मर्न सक्छ। मिक्स हान्नु भएन। यसलाई मिक्स हान्नु भएन होइन, यसलाई सिङ्गल हान्नु पऱ्यो। तपाईँको सुई हान्ने चाहिँ यहाँ छ, यसरी हो। यहाँ तपाईँको एमएल दिएको छ, यहाँ कति एमएल हान्नु चाहनुहुन्छ? कति एमएल हो तपाईँको यो हान्नुभयो भने 2 एमएल, अनि तपाईँको यो हान्नुभयो भने पनि बडी वेट अनुसार 2 एमएल 5 एमएल सम्म हान्न मिल्छ। यो चाहिँ 10 एमएल 10 एमएल मिल्दैन यो। यो माउलाई चाहिँ मिल्छ, ठुला माउहरूलाई